विगत लगभग 15 वर्षदेखिबाट म एक्लै नै छु। एक्लै बस्ने, सबै कामहरू आफै गर्ने, एक्लै स्ट्रगल गरिरहेको छु। कहिलेकाहीँ जीवन फेरि न धेरै चाहिँदैन, एउटा सहारा, एउटा सिप र आफूमा थोरै भरोसा भए पुग्छ। नमस्कार, मेरो नाम चाहिँ करुणा उपाध्याय। मेरो घर चाहिँ पूर्वी रुकुम सिस्ने गाउँपालिका वडा नम्बर 5 मा पर्छ। मेरो चाहिँ सपना चाहिँ कस्तो भने टेलर खोल्ने अनि त्यसमा ट्रेनिङ सेन्टर खोल्ने हैन। करुणाको सपना थियो टेलर खोल्ने, तर त्यो सपना जीवित राख्नका लागि एउटा आधार चाहिन्थ्यो। त्यही आधार बनेको हो भोइस सेन्टर। त्यहाँ चाहिँ सिटिभिटीबाट चाहिँ प्रमाणपत्र दिइन्छ भन्ने कुरा चाहिँ प्लस अनि व्यवसाय गर्नको लागि पनि हेल्प गर्छ भोइसले भन्ने बारेमा चाहिँ मैले एकजना फेसबुकबाट जोडिनु भएको थियो साथी थियो, उहाँ पनि भोइसमा बसेर फर्किनु भएको रहेछ क्या। यस्तो यस्तो छ त्यहाँ कन्ट्याक्ट गर्नु भनेर भोइसको बारेमा त्यो लिङ्क पठाइदिनु भयो। कन्ट्याक्ट गरेर त्यसपछि आएर त्यो भोइसमा चाहिँ त्यसरी म आएको थिएँ। म चाहिँ हाल चाहिँ अहिले यही तारेकोश्वर नगरपालिका 4 मा पोसिबल लाइफ सेन्टरमा चाहिँ सिलाइको ट्रेनिङ दिइरहेछु। हाम्रो घरमा चाहिँ आउनुहुन्थ्यो कि दमाई बा आउनुहुन्थ्यो कपडा सिलाउनलाई हैन। अनि त्यसपछि उहाँले सिलाएको मैले हेरिरहन्थेँ, एकदमै रहर लाग्थ्यो कि मलाई। मैले पनि यो गर्नुपर्ने भन्ने लाग्थ्यो। अनि त्यसपछि अनि कहाँ यो बाहुनको छोरी भएर अनि त्यो सिलाउने काम हेर्छस् अनि यस्तो गर्नु हुँदैन भन्ने चाहिँ भन्नुहुन्थ्यो हैन। त्यसपछि अनि मलाई चाहिँ कस्तो एकदमै सिक्न रहर लाग्थ्यो। अनि त्यसपछि अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने पछि मैले यस्तो सिकेर गएँ भनेपछि त मैले सिकाउन नि सक्छु नि भन्ने खालको हुने कि। चौबीस वर्ष अगाडि मेरो हस्बेन्डको एक्सिडेन्ट भएपछि हामीले के विचार गऱ्यौँ भने ओहो यो त एकदम भयो हैन, केही गर्नुपर्छ भनेर 2-4 जना साथीहरू मिलेर स्पाइनल इन्जुरी रिह्याब सेन्टर हामीले खोल्यौँ। र यो चाहिँ नि अहिले एकदम राम्रो देशकै लागि एउटा नमुना संस्था भएर निस्केको छ। स्पाइनल इन्जुरी सङ्घ नेपालद्वारा 2002 मा स्थापना भएको SIRC नेपालकै पहिलो स्पाइनल इन्जुरी तथा नसासँग सम्बन्धित पूर्ण स्थापना केन्द्र हो। र त्यसै गरी भोइस अर्थात् भोकेसनल अपर्च्युनिटी फर इन्क्लुजन टु कम्युनिटी एन्ड इम्प्लोइमेन्ट 2017 मा स्थापना भएको थियो। यसले अपाङ्गताको कारण समाजका विभिन्न अवसरबाट वञ्चित व्यक्तिहरूलाई सिप, आम्दानी, आत्मबल र व्यावसायिक नेतृत्व दिन्छ। सुरुवाती दिनहरूमा भोइसले अचार बनाउने, सिलाइ तालिम, रोजगारी अभिमुखीकरण तालिम दिन्थ्यो। तर हाल आएर मुख्यत सिलाइ, सिप विकास गरी रोजगारी गर्ने र उद्यमशील बनाउने तालिमहरू जारी राखेको छ। 386 जनालाई हामीले तालिम दिइसकेको छौँ हैन। 80% हाम्रो प्रशिक्षार्थीहरू चाहिँ नि उहाँहरू केही न केही रोजगारमा चाहिँ नि इन्भल्भ हुनुहुन्छ। उहाँहरूले आफ्नै घरमा बसेर आफ्नो लुगा सिलाउनु भयो, परिवारको लुगा सिलाउनु भयो भने पनि त्यो पैसा बाहिर जानबाट बच्छ हैन। त्यसकारण यो चाहिँ एउटा रोजगारीको लागि नभएर पनि एउटा इम्पोर्टेन्ट स्किल पनि हुन सक्छ भनेर हामीले यसलाई कन्टिन्यू गरेको छौँ। अब यहाँबाट तालिम सिधाएर जानु भएपछि उहाँहरू आफ्नो आफ्नो घरमा गएर काम गरेर आत्मनिर्भर हुनुभएको छ। भोइसका प्रशिक्षकहरू शिक्षक मात्र होइनन्, उनीहरू आत्मबल फर्काउने साथी, विश्वास देखाउने आँखा र जिन्दगीको यात्रामा साथ दिने हात हुन्। करुणाको जीवन सधैँ सङ्घर्ष र समाजको कठोर मूल्याङ्कनसँगै अघि बढ्दै आएको छ। अपाङ्ग शब्दले उनलाई निरन्तर पछ्याइरहे पनि करुणा आफ्ना सपनाहरूतर्फ अडिम रूपमा अघि बढिरहन्। भोइसमा पुग्न साथ एकदम रमाइलो चाहिँ लागेको थियो। त्यो 4 महिनाको अवधिमा त्यो समय चाहिँ 4 महिना होइन 4 दिनमै बिते जस्तो भएको थियो क्या त्यहाँ चाहिँ खासमा पनि। अनि सबैजना आफू जस्तै कसैले कसैलाई केही नगर्ने केही पनि हुन्छ नि त यस्तो उस्तो भनेर बाहिरको मान्छेहरूले गरे जस्तो व्यवहार पनि नहुने, सबै एकै हो नि त भन्ने खालको के। ट्रेनिङ साथसाथै हाम्रो चाहिँ बाहिर व्यवसाय कसरी गर्ने के गर्ने भनेर चाहिँ त्यो पनि सिकाउनु भएको थियो।
अब त्यहाँबाट गइसकेपछि गर्ने योजनाहरूको बारेमा पनि बनाउन लगाउनु भएको थियो। त्यो बनाउन सिकियो जे होस् होइन, कसरी गर्ने के गर्ने भन्ने बारेमा चाहिँ त्यो गर्ने मात्रै भनेर हुँदो रहेनछ होइन, हामीले सम्पूर्ण कुरा चाहिँ मिलाउनु पर्ने रहेछ त्यसमा। भोइसले गरेको थोरै सपोर्ट पनि थियो। त्यसबाट चाहिँ मैले टेलर सुरु गरेँ। करुणा उपाध्याय भोइसकी पूर्व प्रशिक्षार्थी। आज उनी प्रशिक्षक, उद्यमी र उदाहरण हुन्। उनको कथा भोइसको उद्देश्यको प्रतिबिम्ब हो, जहाँ शरीरको सीमालाई सिपले जित्छ। उनको दिन व्यस्त छ तर आत्मसम्मानले भरिएको। त्यो सिलाइ मेसिन अब उनको आत्मनिर्भरता हो। आज उनी मात्र आम्दानी गरिरहेकी छैनन्, उनी अरूलाई पनि सशक्त बनाइरहेकी छन्। भोइस एउटा कार्यक्रम मात्र होइन, यो भविष्य बनाउने यात्रा हो। र करुणा जस्तै महिलाहरूले समाजलाई सम्झाइरहेका छन्, सशक्तिकरण बोल्ने कुरा होइन, देखाउने कुरा हो। भोइस परियोजना सन् 2017 देखि सुरु भयो। आजसम्म 386 भन्दा बढी सहभागीहरूले सिप पाएर सम्मानजनक जीवन बाँच्न थालेका छन् र यो यात्रा अझै जारी छ।